तर एउटा कुरा याद राख्नुहोस्, हरेक असल र खराब चीजको अन्त्य निश्चित रूपमा हुने गर्दछ। रात जति नै कालो र अँध्यारो भए पनि बिहानी निश्चित रूपमा आउने गर्दछ। प्रतीक्षा गर्नुहोस्, चाँडै नै नेपाल संसारको सबैभन्दा राम्रो देश बन्दैछ। तपाईले माने पनि नमाने पनि, तपाईले पत्याए पनि नपत्याए पनि, म राष्ट्रको सेवक। बालेन र रविमा फरक भनौं। बालेन सही पटक फोन गरेर देश हाकेर हत्यारालाई खोरमाकोस भन्दा कायर जस्तो लुकेर बस्छ। रवि अमेरिका छोडेर आफ्नै जोलेहरूको देशमा देश हाक्ने हुटुटी लिएर आएको छ। त्यही त, बिना प्रमाण कुन देशमा 1 वर्ष जेल बस्नु पर्छ? के सरकारले फिर्ता दिन्छ त्यो समय यदि निर्दोष भएमा? बिना प्रमाण त बाहिर बसेर मुद्दा लड्न पाउनु पर्छ। कसले दिने यसलाई यो देशमा न्याय? सबै भेडाहरू मरे यो देशमा। के यो त्यही मान्छे हो जसले 80 जनाको हत्या गर्यो? के त्यही मान्छे हो जो जनताबाट ज्यान बचाइदियो भनेर हेलिकप्टरमा भाग्यो? त्यही मान्छे हो जसले 40 वर्ष देशलाई कंगाल बनाएर अझै देश बनाउँछु भन्दै फेरि फर्केर आएको छ? अनि यसैले सुरुमा बयान दिनुपर्ने? बिना कारण बिना प्रमाण यो नै थुनिनु पर्ने? देशकै सबैभन्दा ठुलो मोस्ट वान्टेड क्रिमिनल यो नै भयो। जेलमा लाने पुलिस, जेल बाहिर पठाउने पुलिस, अनि यसैले चाहिँ निर्दोषको सबुत दिनुपर्ने? यो देश हो कि गुण्डाको अखडा? साथीहरू, 40 वर्षदेखि देश लुट्ने, हत्या गर्ने भ्रष्टाचारीहरू मिलेर सिंह रविलाई बिना प्रमाण अन्तर्राष्ट्रिय कानून विपरीत आफूहरू खोरमा जाने डरले थुनेर राखेको छ। सिंह आफ्नो गुफाबाट पुरानालाई रवि आए भ्रष्टाचारको केसमा खोरमा जान्छौं भन्ने डर, नयाँलाई रवि आए आफू छाया पर्छु भन्ने डर, डर सबैलाई डर रवि नै हो टिक्कर जनताको घर। 4-5 जनाको ब्रान्डेड डिजाइनमा 4-5 थरी मुद्दा लगाएर, 4-5 महिना लगाएर, 4-5 जिल्ला घुमाएर, 4-5 सय बढीको प्रतिवेदन बनाएर, अनुसन्धानको नाउँमा वर्षौंसम्म थुनेर, मृत्युदण्ड जस्तो अन्तिम इच्छा सोधेर, चालसम्म नभएको काल कोठरीमा बसाएर, चालसम्म नभएको काल कोठरीमा बसाएर। 40-50 लाख जनता प्रतिशोध भयो भनेर बोले, तर पनि यीहरूले रविलाई नै केवल दुःख दिए।